नमस्ते अनि स्वागत छ ब्रोडवे इन्फोसिस च्यानलमा। म सुप्रिया गोले र आज हामीसँग हुनुहुन्छ अभिमन्यु भागतजी। उहाँले चाहिँ केही महिना अगाडि यताबाट क्युएको कोर्स कम्प्लिट गर्नुभएको थियो र अहिले एज अ जुनियर क्युए इन्जिनियर काम गर्दै हुनुहुन्छ। आउनुहोस् उहाँको जर्नी कसरी स्टार्ट भयो यो बारेमा उहाँसँग नै कुरा गरौँ। नमस्ते अभिमन्युजी, नमस्ते स्वागत म्याम। छ हाम्रो टेस्टिमोनियल भिडियोमा। थ्याङ्क यू। हजुरको इन्ट्रोडक्सनबाट स्टार्ट गरौँ न। मेरो नाम चाहिँ अभिमन्यु भगत। मैले चाहिँ आफ्नो ब्याचलर्स इन्डियाबाट गरेँ अनि रिसेन्टली ब्याचलर्स गरिसकेपछि मैले वेब डिजाइनमा काम गरेँ र करियर स्विच गर्ने बेलामा मैले ब्रोडवेमा आएर जस्ट आफ्नो क्युएको करियर त्यहाँबाट स्टार्ट गरेँ। अहिले के गर्दै हुनुहुन्छ? अहिले एज अ जुनियर क्युए इन्जिनियर कुन कम्पनीमा गर्दै कोड हुनुहुन्छ? प्रोस डट एआई। ए ओके। सो ब्रोडवेबाट चाहिँ कति अगाडि कोर्स लिनुभएको थियो? जस्ट रिसेन्टली नै हो, 3 मन्थ्स 2-3 3 मन्थ्स अगाडि। मन्थ्समै? हजुर 3 मन्थ्स जति भयो कोर्स 3 मन्थ्स जति लिनुभएको? भयो। दसैँको बिचसम्म हाम्रो अलिअलि क्लासेस थियो। दसैँको अगाडिसम्म चाहिँ दसैँको बिचसम्म असाइनमेन्ट्सहरू थियो। दसैँको अगाडिसम्म चाहिँ क्लास सकिसकेको थियो। सो अहिले जुनियर पोजिसनमा काम गर्दै हुनुहुन्छ। हजुर यो कसरी पोसिबल भयो? जस अब सरको मेन्टरसिप होइन, अनि सरले जुन हामीलाई नलेज प्रोभाइड गर्नुभएको थियो क्लासमा, विशाल सरले जस एकदमै राम्रो नलेज एक्सपिरियन्स गर्नुभयो उहाँले हामीलाई। प्लस अब उहाँले इन्टरभ्यू क्वेसन्स लगभग 300-400 क्वेसन्स पठाउनु भएको थियो। त्यो 300-400 क्वेसन्स 400सम्म पनि जानु पर्दैन, लगभग फर्स्ट 200 मात्र सल्भ गऱ्यो भने इन्टरभ्यू क्र्याक हुन्छ। सो सरले प्रोभाइड गर्नुभएको 500 क्वेसनमा 200 मात्र पनि सल्भ मैले गर्यो जस्ट भने चाहिँ 200सम्म सल्भ गरिरहेको थिएँ। अनि प्रायः जति क्वेसन्सहरू त टेक्निकल त अब सबै माथि थियो अलिअलि म्यानुअल टेस्टिङको लागि। टेक्निकल क्वेसन्सहरू माथिबाट इन्काउन्टर गर्दै जाँदा पछि सिनारियो बेस्ड क्वेसन्सहरू तल थियो। सिनारियो बेस्ड क्वेसन्सहरूबाट पछि धेरै आयो। त्यसले गर्दाखेरि मलाई एकदमै प्लस पोइन्ट भयो क्या। सो एकदमै हेल्प भयो है सरले एकदम धेरै प्रोभाइड हेल्प भएको गर्नुभएको थियो। क्वेसनमा पनि। ओके, हजुरको ब्याचलर चाहिँ इन्डियाबाट भन्नुभएको थियो होइन? यता +2मा के गर्नुभएको थियो अनि ब्याचलरमा के गर्नुभएको थियो? +2मा म साइन्स ब्याकग्राउन्ड, ग्रिन लाइन इन्टरनेसनल कलेज विराटनगर। त्यसपछि चाहिँ ब्याचलर्समा चाहिँ इन्डियामा गरेँ। साइन्स ब्याकग्राउन्डको मान्छे अनि फेरि यता आइटीमा आउनुभयो नि होइन हजुर? हजुर सो इन्जिनियरिङतिर। यतातिर कसरी इन्ट्रेस्ट लाग्यो कि पहिल्यैदेखि सोच्नु भएको थियो कि? पहिलेदेखि नै आइटी पढ्ने भनेर सोचेको थिएँ। बायो लिएको थिएन 11मा, त्यही भएर कम्प्युटर साइन्स नै ए थियो। सो त्यतिखेरै सोच्नु भएको थियो हजुर +2मै? त्यतिखेरै हो, कम्प्युटरतिर आइटीतिरै केही गर्ने भनेर त्यतिखेरै सोचेको थिएँ। अनि ब्याचलरमा गएर तपाईँले के गर्नुभयो? इन्जिनियरिङ कम्प्युटर साइन्स। कम्प्युटर इन्जिनियरिङ गर्नुभयो। ओके, इन्डियामा गरिराख्नु भएको थियो अनि त्यता नै कोर्स लिने सोच्नु भएन? यता ब्रोडवे आएरै तपाईँले कोर्स लिनुभयो नि त? त्यता कोर्स चाहिँ मैले लिएको थिएँ एउटा इन्स्टिच्युटमा, बट त्यो इन्स्टिच्युट त्यस्तो इफेक्टिभ चाहिँ लागेन क्या मलाई। जस उहाँहरूको मेन मोटिभ चाहिँ एनी हाउ इन्टरभ्यू मात्रै क्र्याक गराउने, प्र्याक्टिकल नलेज धेरै प्रोभाइड नगर्ने टाइपको थियो। अनि त्यसपछि बिचमा कोभिडहरू पनि हुँदाखेरि अब घर फर्किनु पऱ्यो। घर फर्केपछि मैले आफ्नो चाहिँ करियर एज अ वेब डिजाइनर स्टार्ट गरेँ। वेब डिजाइनर गर्दै जाँदा फेरि अलिकति क्युएकै इन्ट्रेस्ट लागिरहन्थ्यो नि त। पछि बिचमा फ्रिल्यान्सिङ गर्दै जाँदा अनि मसँग टाइम भएपछि करियर स्विच गर्ने टाइम भइसकेपछि मैले यता ब्रोडवेमा आएर इनरोल गरेँ क्युएको कोर्स। ओके, अनि ब्रोडवे नै चाहिँ किन चुज गर्नुभयो? मैले धेरै पहिलादेखि हेरेर हुन्थेँ क्या ब्रोडवेको। मेरो कलेजका जुनियरहरू पनि मसँग इन्डै पढेका कलेजका इन्डियाकै जुनियरहरू? सिभिलका जुनियरहरू पनि 2-3जनाले यहीँबाट अटोक्याडहरूको कोर्स गरिरहेको थिए। प्लस मैले 1-2जना अझै चिनेको घरतिरका साथीहरू पनि विराटनगरकै, उनीहरूले पनि ब्रोडवेबाटै गरे। अनि फर्स्ट चोइस नै आउँछ क्या ब्रोडवे, जे होस् आफूलाई केही कोर्स गर्न मन लागेको बेला। सो भनेपछि इन्डियामा पनि पपुलर छ होइन ब्रोडवे? इन्डियामा पनि पपुलर। उनीहरूको कलेज सकेर आएर 3 मन्थ्स कि 6 मन्थ्सको अटोक्याडको कोर्स गरेर उनीहरूले यहाँबाट चाहिँ अहिले जापानमा जब गर्दैछन् सायद। ओके, त्यही रिलेभेन्ट फिल्डमै गर्दै अटोक्याड नै हुनुहुन्छ। हो। त्यो त एकदमै प्राउड कुरा हो ब्रोडवेको लागि होइन? सो यता आइसकेपछि चाहिँ यताको लर्निङ इन्भाइरोमेन्ट कस्तो लाग्यो तपाईँलाई? एकदमै राम्रो छ म्याम, जस एकदमै इफेक्टिभ, इन्टरेक्टिभ, प्लस एकदमै प्र्याक्टिकल बेस्ड। ओके, यता कोर्स लिँदै गर्दाखेरि तपाईँलाई महत्त्वपूर्ण मैले यो कुरा सिकेँ भन्ने चाहिँ के लागेको थियो? मलाई चाहिँ जे जस्तो क्युएको धेरै नलेज थिएन होइन। थाहा थियो यो हुन्छ भनेर, त्यति धेरै नलेज चाहिँ थिएन। प्र्याक्टिकल नलेज चाहिँ एकदमै भएका, जसले गर्दाखेरि अब म आफ्नो अफिसमा एज अ सोलो क्युए इन्जिनियर भएर पनि काम गर्न सक्नेको कन्फिडेन्स भइसकेको छ क्या। अरूले मलाई गाइड गर्दै मात्रै यो गर भन्ने बित्तिकै मैले चाहिँ त्यो गर्न सक्ने कन्फिडेन्स चाहिँ आइसकेको छ, बिल्डअप भइसकेको छ त्यति चाहिँ। ओके, क्युए कति मन्थको कोर्स हुँदो रहेछ? 3 मन्थ्सको हुन्छ। 3 मन्थ्सको? 3 मन्थ्समा चाहिँ के सिक्न पाइँदो रहेछ? 3 मन्थ्समा सुरुमा चाहिँ तपाईँलाई सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल SDLCबाट स्टार्ट हुन्छ सबै कुरा। अनि STLC अनि तपाईँलाई म्यानुअल टेस्टिङ, अटोमेसन टेस्टिङ, टेस्ट केस कसरी लेख्ने, सबै कुराहरू इनरोल हुन्छ त्यसमा। सो क्युएको बारेमा मलाई केही थाहा छैन होइन? अनि 3 मन्थभरिमा मैले क्युए कोर्स लिएर म जबको लागि रेडी हुन्छु? हुन्छ, जे होस् अब त्यो तपाईँमाथि डिपेन्ड हुन्छ होइन, जब हो कि इन्टर्नसिप हो। जे होस् तपाईँ इन्टर्नसिपलाई मार्केट रेडी चाहिँ हुनुहुन्छ।
मार्केट रेडी चाहिँ भन्छ मार्केट 3 रेडी चाहिँ मन्थको भन्छ 3 कोर्समा मन्थ्स के सिकिँदो रहेछ 3 मन्थभित्र चाहिँ 3 मन्थ्समा धेरै कुरा सिकिन्छ म्याम जस्तै अब कुनै पनि कुराहरूलाई सफ्टवेयरहरूलाई कसरी टेस्ट गरिन्छ क्युएको इम्पोर्टेन्स के हो क्युएको काम के हो क्युएले के गर्छ कसरी टेस्ट केस डिजाइन गर्ने कसरी टेस्ट केस लेख्ने अब टेस्ट केस मात्र नलेख्ने भएर प्रोजेक्ट म्यानेजमेन्टको कुराहरू पनि सरले सिकाउनुपर्छ जस्तै हामीलाई स्क्रम कसरी चलाउने प्रोजेक्ट म्यानेजमेन्ट त्यो जिरा भन्ने टुल हुँदो रहेछ त्यो टुललाई कसरी युज गर्ने सबै कुराहरू जस नलेज चाहिँ राम्रो हुन्छ हाम्रो कोर्स कन्टेन्ट चाहिँ कस्तो लाग्यो हजुरलाई कोर्स कन्टेन्ट एकदमै राम्रो छ म त्यो कोर्सको जस कन्टेन्ट नै देखेर अलिकति यहाँ अलिक इम्प्रेस हुनुभएको धेरै एट्र्याक्टिभ भएको क्या जस यहाँनिर यहीँ गर्नुपर्छ भनेर ए ओके सो ओभरअल लर्निङ इन्भाइरोमेन्ट पनि राम्रै लाग्यो होइन हजुरलाई ओके अनि हाम्रो नन आइटी ब्याकग्राउन्डको स्टुडेन्टहरूले क्युए गर्न खोज्दै हुनुहुन्छ भने उहाँले सक्नुहुन्छ मजाले सक्नुहुन्छ जस तपाईँले कोही भेटाउनु भएको थियो नन आइटी फिल्डको अथवा क्युएमा खासै नलेज नभएको तर कोर्स गर्दै गर्दा चाहिँ एकदम राम्रो हुनुभएको हाम्रो क्लासमा हुनुहुन्छ एकजना हजुर साथी सन्यम भन्ने उहाँले चाहिँ नन आइटी ब्याकग्राउन्डकै हुनुहुन्थ्यो ए नन आइटी ब्याकग्राउन्डकै अहिले अनि क्युएमा गर्दै हुनुहुन्छ कि के छ उहाँले अहिले त क्युएमा गरिराख्नु भएको छैन जस कोर्स चाहिँ गर्नुभयो उहाँले नि सबै मजाले बुझ्नुभयो असाइनमेन्ट्सहरू पनि मजाले गर्नुहुन्थ्यो उहाँले सरले एकदम मजाले पढाइदिनु हुने क्या सो नन आइटी ब्याकग्राउन्डको मान्छेले पनि क्युए 3 मन्थभित्र चाहिँ सजिलै मजाले सिक्न सक्नुहुन्छ मार्केट रेडी चाहिँ भइन्छ जस ओके सो अहिले कता गर्दै हुनुहुन्छ तपाईँ म अहिले codePros.ai मा सो कस्तो भयो यताको एक्सपिरियन्स एकदम राम्रो भइरहेछ जस म 2-3 डेज रिसेन्टली नै जोइन भएको ठिकै छ अहिलेसम्म अब्जर्भेसनमा प्रोजेक्टहरू के कसो छ हेरिँदैछ अब बिस्तारै ढिलै भए पनि फेरि पनि बधाई छ हजुरलाई होइन जबको लागि जुनियर क्युए पोजिसनमा गर्दै हुनुहुन्छ ओके यताबाट कोर्स कम्प्लिट भइसकेपछि तपाईँलाई जबको लागि इन्टर्नसिपको लागि कसरी असिस्ट भयो मलाई मेरो चाहिँ सिभी एकदम मेसी थियो होइन म्याम तपाईँले नै मलाई त्यो सिभीमा असिस्ट गर्नुभएको थियो होइन यसरी बनाउने यसो गर्नु भनेर त्यो सिभी जस मैले जहाँ पाले पनि रिजेक्ट नहुने सिभी टाइप भयो क्या त्यति बेला चाहिँ सो सिभीको लागि नि एकदमै हेल्प भयो होइन यताबाट हजुर अनि अरू के कुरामा हेल्प हुँदो रहेछ इन्टरभ्यू प्रोसेसहरू के हुँदो रहेछ प्रोसेसहरू त हजुरहरूले पनि प्लेसमेन्ट सेलबाट यताउति गरिहाल्नु हुँदो रहेछ सिभी रेफर गरिदिनु भयो उताबाट पनि इन्टरभ्युजहरू आइरहेको हुन्छ अहिले पनि छ रिसेन्टली पनि दिएको छु मैले इन्टरभ्युज जब पाएर पनि इन्टरभ्यू आएको थियो मलाई ब्रोडवेबाटै दिइरहेको थिएँ मैले इन्टरभ्युज पनि जस एकदम ओभरअल राम्रो एक्सपिरियन्स हुँदो रहेछ सो अघि पनि हामीले बिहाइन्ड द क्यामेरा कुरा गऱ्यौँ होइन हजुरको चाहिँ एकदमै छिटो प्लेसमेन्ट भयो नि त होइन यहाँ आउनु भएको सर्टेन समयमा नि कोर्स लिइसकेपछि अहिले इन्टर्न भन्दा पनि जबमै प्लेसमेन्ट भयो हजुरको सो यो कसरी पोसिबल भयो यसको बारेमा अझै कुरा गरौँ न यो म्याम अब हजुरको पर्सनल साइडबाट हजुरले चाहिँ कस्तो खालको इफोर्ट लगाउनु भयो अब जस म्याम आफूले कोर्स मात्रै गरेर बसेँ म मार्केट रेडी भयो भनेर बस्नु भएन जो सर्च गरिराख्नु पऱ्यो रिसर्च गरिराख्नु पऱ्यो आफ्नो स्टडी पनि गरिराख्नु पऱ्यो मार्केटमा अब मेरो चाहिँ प्रिभियस एक्सपिरियन्स भएर पनि मलाई अलिकति पुस भयो क्या किनभने मैले प्रिभियसली नै काम गरिसकेको छु वेब डिजाइनरमा जसले गर्दाखेरि मलाई त्यो कर्पोरेट टर्म्सहरू भयो अब इन्डस्ट्रियल कुराहरू भयो त्यो निकै नै थाहा थियो क्या प्लस मसँग नलेजको कमी थियो नलेज मैले ब्रोडवेबाट पाइहालेँ त्यो दुइटाको म्याच भइसकेपछि चाहिँ एकदमै मार्केट रेडी भयो म ओके सो हाम्रो अहिले इन्टर्न खोजिराख्नु भएको जब खोजिराख्नु भएकोहरूलाई चाहिँ केही टिप्स दिन चाहनुहुन्छ जस सरले दिएको क्वेसन्सलाई चाहिँ अलिकति सिरियसली नै लिनु भन्छु म चाहिँ एज एन असाइनमेन्टको रूपमा नभए नि जस कतिले चाहिँ एज एन असाइनमेन्ट मात्रै हो च्याटजिपिटीबाट गरेर पठाइदिन्छु कपी पेस्ट गरेर पठाइदिन्छु भन्ने चाहिँ नगर्नु अलिकति जस फोकस्ड भएर गर्नु त्यति हो ए ओके सो कोर्स कम्प्लिट भइसकेपछि यताबाट सरहरूले क्वेसन प्रोभाइड गर्नुहुन्छ त्यो चाहिँ एकदम ध्यान दिएर हेर्नु पऱ्यो होइन इन्टरभ्यूको लागि चाहिँ एकदम हेल्पफुल हुन्छ ओके ब्रोडवे आउन चाहने स्टुडेन्टहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ ब्रोडवे आउँदा हुन्छ एकदमै वेलकम छ एकदमै प्र्याक्टिकल बेस्ड लर्निङ छ यहाँ चाहिँ त्यति हो जोस् सो हजुरको ओभरअल एक्सपिरियन्स कस्तो भयो स्टाफहरूदेखि लिएर फ्रेन्ड्सहरू कति बनाउनु भयो ओभरअल एक्सपिरियन्स एकदम फ्रेन्डली थियो एकदम राम्रो थियो रिसेप्सनदेखि लिएर मेरो क्लासको साथीहरू मेरो मेन्टर सर विशाल सर जस्तै सबैजना छ एकदम राम्रो बिहेभियर थियो सो यतै आएर साथीहरू पनि बनाउनु भयो हजुर साथीहरू त बने नि यतै आएर ओके सो जाँदा जाँदै ब्रोडवेलाई केही भन्न मन लागेको छ ब्रोडवेलाई चाहिँ म एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु किनभने म बिचमा स्टक भएको करियर मेरो स्टक भएको करियर फेरिदेखि जो चलिरहेछ त्यसको लागि चाहिँ एकदम धेरै धेरै धन्यवाद प्लस हाम्रो मेन्टर विशाल सरलाई पनि एकदम धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु हस् थ्याङ्क यू सो मच थ्याङ्क यू म्याम धेरै धेरै धन्यवाद हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यस्तै यस्तै सक्सेस स्टोरी सुन्नका लागि हाम्रो च्यानललाई लाइक शेयर र सब्सक्राइब गरिदिनु होला धन्यवाद Broadway Infosys, inspiring growth. An ISO 9001-2015 certified IT learning center. Phone 411-7578.
श्री गणेश मार्ग, सुविधानगर, तिनकुने, काठमाडौँ।